के तपाईहरुलाई टोकियो टावरको हिस्ट्रीको बारेमा थाहा छ? आज म घुम्दै टोकियो टावर पुगेको थिएँ र मलाई यो टोकियो टावर किन बनाइयो भन्ने कारण चाहिँ एकदमै सिम्बोलिक लाग्छ अथवा भनौँ मेरो मनमा छुन्छ। दोस्रो विश्वयुद्धपछि जापानले अब युद्ध नगर्ने र विश्वमा शान्ति तथा समृद्धिका लागि काम गर्ने र शान्ति र समृद्धि छाओस् विश्वमा भनेर वार मटेरियलहरूलाई युद्धका सामग्रीहरूलाई पगालेर केही पार्ट यो टोकियो टावर बनाउनमा प्रयोग गरिएको थियो र आज टोकियो टावर एकदमै प्रसिद्ध छ टुरिस्ट डेस्टिनेसनका लागि। तर पनि विश्वमा शान्ति अमन चयन अझै छैन। हजारौं बिपिन जोशीहरू घर फर्किएका छैनन्। गाजा, प्यालेस्टाइन र अन्य ठाउँमा निर्दोषहरू मारिएका छन्। के विश्वमा शान्ति छ?